नमस्कार, म डाक्टर रोएसा शाक्य। म बाल दन्त रोग विशेषज्ञ अथवा बच्चाको दाँतको डाक्टर हुँ। धेरै जसो हाम्रोमा आउनुहुने अभिभावकहरूले चाहिँ यो त बच्चाको दाँतको डाक्टर साहब, यो उपचार गर्न जरुरी छ र भनेर सोधिराख्नु भएको हुन्छ। बच्चाको दाँत अथवा दुधे दाँत जुन भनिन्छ, यो चाहिँ तपाईँको बच्चा 6 महिना भएदेखिको 2-2.5 वर्षसम्ममा यो दुधे दाँतहरू चाहिँ सबै मुखमा आइसक्ने हुन्छ र यो साटिने समय भनेको चाहिँ तपाईँको 6 वर्षदेखि 12-13 वर्षसम्ममा युजुअली तपाईँको यो दुधे दाँत चाहिँ साटिने समय हुन्छ। यो समयमा चाहिँ बच्चाको शारीरिक, मानसिक र सामाजिक विकास भइरहेको हुनाले गर्दाखेरि यो समयमा तपाईँको बच्चाको दाँतले पनि उसको सम्पूर्ण स्वास्थ्य, विकास र भविष्यमा आउने दाँत जुन छ त्यसको विकासमा पनि तपाईँको यो दुधे दाँतले असर पारिरहेको हुन्छ। सर्वप्रथम त तपाईँको दुधे दाँतले हामीलाई मद्दत गर्ने भनेको बच्चालाई खान मद्दत गर्ने हो। बच्चाले राम्ररी खान सक्यो भने उसलाई पोषण पुग्छ र उसको शारीरिक विकास साथै मानसिक विकासमा पनि उसको असर पर्ने हुन्छ। त्यसैले बच्चाले यदि राम्ररी खान सकेन भने तपाईँको उसको सामान्य स्वास्थ्य विकासमा पनि असर पर्ने हुन्छ। दोस्रो भनेको हाम्रो कति शब्दहरू चाहिँ हामीले दाँतबाट उच्चारण गर्नुपर्ने हुन्छ। त्यसले गर्दाखेरि तपाईँको यो बोलीमा पनि दाँतले एकदमै असर पर्ने हुन्छ र बच्चाको दाँतमा यदि किरा लागेको छ या सबैभन्दा अगाडि नै झर्नु परेको छ भने चाहिँ तपाईँले त्यसले गर्दाखेरि बच्चाले बोलीमा पनि उसको असर परिरहेको हुन्छ। अर्को भनेको चाहिँ हाम्रो जुन पर्मनेन्ट दाँत अथवा स्थायी दाँत हुन्छ, त्यो आउने बेलामा पनि यदि अब हाम्रो दाँतमा किरा लागेर चाँडै निस्काल्नु पर्यो भने चाहिँ त्यसले गर्दाखेरि पछि भविष्यमा आउने दाँतहरू पनि बाङ्गोटिङ्गो आउने, साथै यदि अब तपाईँको इन्फेक्सन भएको छ यो बच्चाको दाँतमा भने चाहिँ त्यसले गर्दाखेरि तपाईँको पछि नयाँ आउने दाँत जुन छ त्यसमा पनि तपाईँको असर पर्ने हुन्छ। साथै यो बच्चाको दाँत यदि राम्रो भयो भने बच्चाले अरूको अगाडि राम्ररी आत्मविश्वासका साथ बोल्न सक्ने र अरू एक्टिभिटीहरूमा पनि राम्ररी उसले परफर्म गर्न सक्ने हुनाले बच्चाको दाँत चाहिँ तपाईँको एकदमै महत्त्वपूर्ण हुन्छ।